Hello, friends. We're on a quest to explain public economics to make the topic easier for us to understand. So, I'm trying to use very simple and basic examples as far as possible for us to understand the topic well. Um, let's get started on what public economics is. Aita. So imagine our neighborhood has a piece of empty land in the middle of it, है हाम्रो एउटा टोल छ त्यो टोलमा चाहिँ खाली जग्गा छ है राइट नाउ इट्स जस्ट मड weeds and trash. I and my neighbors all agree it would be amazing to turn this into a clean, safe park with benches and street lights. Eh? Okay, all of us agreed, eh? But here is the problem. Nobody wants to pay for it out of their own pocket, eh? If I spend my personal money to build it, my neighbors get to enjoy it for free without paying a single cent. So nobody spends a dime. The land stays a muddy mess. Eh? That empty, messy land is why public economics exists. Hey? So let's talk about the core concept. के हो त यसमा भन्दाखेरि in normal economics, if we want something like a cup of coffee or a pair of shoes, we pay for it, we get it, and we're done. Right? That's private economics, or that's economics we keep talking about. But some things in life can't be bought by one person alone. Hey, एउटा मान्छेले मात्रै किनेर पुग्दैन कि a single person can't buy national defense, clean air, paved roads, हैन, black topped roads, or that neighborhood park. है एउटै मान्छेले मात्रै त्यो किन्न पनि सक्दैन, बनाउन पनि सक्दैन है. So public economics is simply the study of how we collect shared money through taxes. कसरी हामीले ट्याक्स लगाइकन shared money collect गर्छौं, and how the government uses that money to solve problems that private stores and businesses can't fix on their own. के कुनै प्राइभेट बिजनेसहरूले अथवा कुनै पर्सनल एउटा कुनै व्यक्तिले चाहिँ जुन कुराहरू सल्भ गर्न सक्दैन नि त्यो कुराहरू चाहिँ गभर्नमेन्टले के गर्छ, सबैजनाबाट कलेक्टिभली ट्याक्स उठाइकन त्यो जम्मा भएको पैसालाई चाहिँ सबैजनाको वेलफेयरको लागि युज गर्छ है. सो यो बेलामा पब्लिक इकोनोमिक्समा जस्ट दुईटा कुरा मात्रै म्याटर गर्छ है. के कुरा भन्दा जस्तो हामीले अघि भर्खरै कुरा गरेको थियौँ, हाम्रो टोलमा चाहिँ एउटा पार्क बनाउने भनिकन हाम्रो टोलमा के गर्छ त भन्दा गभर्नमेन्टले एउटा नेबरहुडको कमिटी जसरी चाहिँ स्टेप इन गर्छ क्या. जस्तो हाम्रो टोल वडाले हामीले चाहिँ अब हाम्रो वडाले के गर्छ त त्यो वडामा बस्ने सबैजना अथवा त्यो टोलमा बस्ने सबैजनाबाट चाहिँ 100 रुपियाँ अथवा 1000 रुपियाँ चाहिँ उठाउँछ हैन, हरेक घरबाट. त्यो पैसा उठाएर के गर्छ त बेन्चहरू किन्छ. अनि त्यहाँ जुन माटो थियो, सफा थिएन, झारहरू थियो हैन, त्यो सबै सरसफाइ गरिदिन्छ. अनि लाइटहरू पनि राम्रोसँग लाइटहरू जडान गरिदिन्छ. सो अब यहाँनिर के भयो, केही कन्फ्लिक्ट भएन नि त. एउटा मान्छेले मात्रै पैसा हालेन, एउटा मान्छेले मात्रै बिजनेस जसरी गरेको पनि, एउटा कुनै बिजनेसले मात्रै गरेको पनि होइन. यो त के हो, सबैजनाबाट पैसा उठाएर सबैजनाले कलेक्टिभली युज गर्न मिल्ने तरिकाले चाहिँ हाम्रो वडाले अथवा टोलले चाहिँ राखिदिएको हो नि त हैन, बनाइदिएको हो नि त त्यो पार्क है. यहाँनिर अब क्वेसन चाहिँ के आउँछ भन्दा पब्लिक इकोनोमिक्सले दुईटा क्वेसन सोध्छ के. फर्स्ट, के सरकारले यो बनाउनु पर्थ्यो? मान्छेहरूले दुःख गरेर कमाएको पैसाबाट ट्याक्स उठाएर बनाउन लायक यो पार्क थियो त, या त मान्छेहरूले त्यो पैसा आफैसँग राख्नु पर्थ्यो हैन. एउटा त्यो कुरा भयो. अर्को क्वेसन के सोध्छ पब्लिक इकोनोमिक्सले, यो साँच्चै नै न्यायोचित भयो त, फेयर भयो त यो? किनकि जुन त्यही टोलमा बस्ने एउटा धनी परिवारले पनि 1000 रुपियाँ नै तिर्ने, अनि त्यही टोलको एउटा सानो कोठामा बस्ने एउटा विद्यार्थीले पनि 1000 रुपियाँ नै तिर्नु पर्यो भनेपछि त्यो के फेयर भयो त भन्नु त? यही हो पब्लिक इकोनोमिक्सले सोध्ने क्वेसन नै यही हो क्या. यसले जस्ट दुईटा क्वेसन सोध्छ. के सरकारले त्यहाँ इन्भेस्ट गर्नु पर्थ्यो त? के सरकारले त्यहाँ पैसा खर्च गर्नुहुन्थ्यो? अथवा
सरकारले यदि त्यहाँ पैसा खर्च गरेको छ भने पनि त्यो के त्यो सबैको लागि न्यायोचित छ त भन्ने कुरा यसले सोध्छ है। सो पब्लिक इकोनोमिक्स के हो त भनेर भन्ने कुरामा हामीले जति पनि डिबेटहरू सुन्छौँ नि, जति पनि विवादहरू सुनिरहेका हुन्छौँ, जस्तो न्युजमा ट्याक्सको बारेमा आइरहेको हुन्छ, स्वास्थ्य सेवाको बारेमा, हेल्थ केयरको बारेमा होइन, अनि आर्मीमा चाहिँ यति स्पेन्ड गर्यो अरे सरकारले होइन, त्यसपछि अब पोल्युसन हटाउनलाई चाहिँ यति खर्चहरू गरिरहेको छ अरे सरकारले भनेर हामीले जुन जति पनि डिबेटहरू सुन्छौँ नि, यो सबै कुराहरू भनेको के जस्तै हो भन्दा जस्तो हाम्रो त्यही टोलमा चाहिँ पार्क बनाउँदाखेरि जसरी त्यो सबैजनालाई इक्वल्ली त्यसको भार नपरेको होला, कोही धनीले थोरै हाल्दाखेरि उसलाई फेयरनेस मतलब थोरै हालेर कुनै स्टुडेन्टले त्यति नै पैसा हाल्दाखेरि चाहिँ त्यहाँनिर फेयरनेस भएन, त्यो न्यायोचित भएन, सबैलाई बराबर ट्रिट गरिएन भन्ने फिलिङ होला। अथवा सरकारले चाहिँ किन बनाइरहेछ त यो मान्छेले दुःख गरेर कमाएको पैसा यो ठाउँमा हाल्नको लागि के यो राम्रो कुरा हो त, हाल्नुपर्ने थियो त सरकारले भन्नेवाला जुन कुराहरू आउँछ नि, यी कुराहरू भनेको चाहिँ पब्लिक इकोनोमिक्स हो के है। सो अब के रहेछ पब्लिक इकोनोमिक्स भनेर हामीले बुझ्यौँ है। हामीलाई थाहा छ सरकारले ट्याक्स उठाउँछ, के को लागि उठाउँछ त भन्दा यस्तै खालको जुन कुराको लागि चाहिँ कुनै एउटा इन्डिभिजुअलले चाहिँ ओनरसिप लिन चाहँदैन, तर सबैको कमन वेलफेयरको लागि त्यो जरुरी छ भन्ने कुराहरूको लागि गभर्नमेन्टले गर्ने कुराहरूको बारेमा डिस्कसन गर्ने, अथवा के त्यो गर्न जरुरी हो त, अथवा के त्यसमा खर्च गरिनु ठिक हो त, अथवा जसरी त्यहाँ खर्च गरिएको छ त्यो सबैको लागि बराबर भएको छ त भन्ने कुराको क्वेसन सोध्ने इकोनोमिक्स भनेको चाहिँ पब्लिक इकोनोमिक्स हो है। सो यो भिडियोमा हामीले यति डिस्कस गऱ्यौँ। अब नेक्स्ट भिडियोमा चाहिँ हामीले के कुरा डिस्कस गर्छौँ त भन्दा जस्तो प्राइभेट बिजनेसहरूले चाहिँ सपिङ मलहरू बनाउन चाहिँ किन उनीहरूलाई मजा लाग्छ, तर उनीहरूले आफैले आफ्नो खर्चमा चाहिँ स्ट्रिट लाइटहरू चाहिँ हाल्दैनन् भन्ने कुरा चाहिँ किन गर्छन् त भन्ने कुरा चाहिँ हामीले हाम्रो नेक्स्ट भिडियोमा चाहिँ डिस्कस गर्नेछौँ है। सो अगाडिको भिडियोहरू पनि हेर्नको लागि पब्लिक इकोनोमिक्सलाई अझ बुझ्नको लागि चाहिँ सब्सक्राइब गर्नुहोला। टिल देन बाई बाई, सायोनारा।